अब तपाईको फेरि आउँला बडी लाइट लिन हजुर नानी भनेर भन्नुभयो हजुर नानी भने हजुर नानीसँग भएछ होइन जिनेल हजुर के भने नानी यत्तिकै बसिरहेकी थिएँ खाजा डढेछ म अरू दाउरा ल्याउने भयो बेला भयो खोजेर खोजेर चोरेर दुइटै जानु त कहाँ पाउँछु दाउरा हेलो बारीतिर यसो हेलो हजुर हजुर चेन्ज गरेर फेरि आउँदैछ म यहाँ सुटिङमा छु सर उसले कडा फेरि आउँदैछ है म यहाँ बनाइदिन्छु भनेर दाइ भन्नु त दाइ ढोक्ने त्यो नभन्नु न अब के भन्नु खै एकचोटि मिलाउनु सक्छ हैन तलबाट ए खिच्ने हो ए हुन्छ दाइ के होइन नानी यतिकै बसिरहेको थिएँ खाजा डक्टर कोल्ड ड्रिंक त छ दाइ म अरू चिउरा ल्याएर कोल्ड ड्रिंक छ अनि थर्मोकल र कोल्ड ड्रिंक चाहिँ ल्याउँछु हजुर त्यति बेलासम्म हात मुख धोएर आउनु न हात मुख धोएर आउनु न म भुटेर तयार राखिदिन्छु ए हुन्छ अनि त्यो सालो चाहिँ छैन है दाइ ल त ए हुन्छ अलि नसमानु न सुन्नु कतिको दिएर दाइ ए होलीको दिनमै ल हस् हुन्छ दाइ यतिको लाइटमा होइन त्यसको त हेर्दा उ त भइ त यस्तो हस् हुन्छ दाइ ए मकै भन्छ कालो मैले भन्दै थिइनँ म्युजिक भिडियो आउँछ ल बधाई छ विशाल दाइले अहिले मैले यो टेक लिऊँ अनि ल जाने हो जाने हो जाम जाने रोलिङ एक्सन के हेर्नु नानी यतिकै बसिरहेकी थिएँ मकै त त्यतिकै डढेछ पो हजुर हात मुख धोएर आउनु मैले यो जानी गरेकी होइन फेरि मैले भनिसकेको छु है म बनाइदिन्छु भनेर नपठाउनु न होइन नानी यसरी नगराउनु न मैले भनिसकेको छु त म फेरि ल्याएर बनाइदिन्छु भनेर जाम है यो मकै डढिसक्यो ठिक छ रोलिङ एक्सन नानी मकै अलिअलि त जल्दै छ नि तपाईँ यति सानो कुरालाई किन पहाड बनाउँदै हुनुहुन्छ फेरि अहिले आमाले सुन्नुभयो भने मलाई नै गाली गर्नुहुन्छ मैले नै दिएको हेर्नु त क्यामेरामा हेर्नु न कस्तो खाएको कि खाइदिनु न भयो बुझ्नु पहिला त्यहाँनिर बस्नुहुन्छ होइन पछि यता जानुहुन्छ नि त्यति टाढा बस्नुहुन्छ है ल
ಹೌದು खानापिना मजा मान्छे क्या ह्याप्पी त्यसपछि म त देख्छु क्या ल जान भाउदेखि त झन् प्लिज रेडी रोलिङ एक्सन रोलिङ एक्सन अझ खुब पहाडको कुरा गर्दिरहेछन् जसको माइतीको हुन त यहाँ सुन्नु हुन त जसको माइतीसँग छोरीको गोडा धुँदा एउटा थाली दिने हैसियत छैन त्यस्ताले हाम्रो यत्रो घरको जेल घर चलेपछि तिर्ने कुरा गर्छस् यो त पनि के यस्तासँग जसको माइतीसँग छोरीको गोडा धुँदा एउटा थाल दिने हैसियत छैन त्यसले हाम्रो यत्रो घरको घर चलेको क्षतिपूर्ति के तिर्न सक्थे ल यो जम्ला जसको माइतीले पेनबाट जोएर त्यो माइली नन्दाले बोलाइरहेछ डाइलेबाट कस्तो लेख्नुपर्छ भनेपछि तल र माथिको स्लाइङ मिलोस् यहाँ नन्दाहरू 3 जना छन् नि त हो कविता हुन्छ नि कविताको पछाडिको भाग ट्याक्क ट्याक्क मिल्दैन त्यसो गरे चाहिँ बोल्न पनि सजिलो कण्ठ गर्न पनि सजिलो जसको मान्छेले हेर्न पनि सजिलो माइतीसँग छोरीको गोडा धुँदा एउटा थाली दिने हैसियत छैन त्यस्ताले हाम्रो यत्रो घरको क्षतिपूर्ति के तिर्न सक्थे जसका माइतीले छोरीको गोरा धुने बेलामा एउटा थाली दिने हैसियत छैन त्यस्ताले हाम्रो यत्रो घर चलेको क्षतिपूर्ति कसरी तिर्न सक्दैन हुन त है हुन त अगाडि गर्नु जसको माइतीले म जान भाइ जाम रेडी हो रेडी सर सबै शान्त छन् तपाईँ एकछिन जान्छ तपाईँ भने ससुराले त्यति भनिसकेपछि उनलाई नै सासूलाई नै भनेर लखेट्न थाल्ने दबाई हो त्यसपछि भागा म यहीँ बसेर अब बाउले मोल भाग्ने सिधा पारी गरेर पारी यो फेस गरौँ है यतातिर गएर है अनि गोली गाडीमा थालेपछि म चाहिँ एउटा राष्ट्र गर्नु अनि अब तपाईँ त बाँध्नु राक्षसनीले हाम्रो भएन खुसी गर्यो यत्रो भाइबैनी निकाली छैन घरमा मेरो दिनरात झगडाको थियो एकछिन है बेटा नि ए यस्तो गर्नु त बाउको यस्तो गर्नु त हो त्यो त लाग्यो क्या यहाँ बस्नु छ यहाँ क्यामेरा खानु त क्यामेरा यसमा आज रक्सी खाएर आउनु होइन जोली रक्सी खाएर आज रक्सी खाएर आउनु बेच्छ होइन त उहाँले त भेट्छ उहाँ दुवा दपछि उठेको भटाउनु त्यही हो त्यो बाउ गरेर लाताहरूसम्म ल्याउँ त्यो टाइट टाइट ल्याउनु नि त त्यो त त्यहीँबाट पनि भेट्दैन यहाँ चाहिँ राम्रो हुन्छ कि हुन्छ त्यहाँ हजुर हातमा अन्त हुन्छ हो भयो अहिले ल पुग्छ ट्राइपोड हटायो ल बसेर के खाना पावर आउँदैछ यहाँ पावरले हामी यहाँ दुःख पाइरहेको छौँ त्यहाँ देखियो न त त्यहाँ यसको एउटा सबै सिँगानबाटै निकाल्नु बाउको पावर होइन बाउको पावरदेखि भयो बाउको पावर भन्यो के हाल्ला तँलाई बाउको पावर भन्यो
चुला साइड अलिकति भयो बाउले कुकुर राख्ने पावर देखिन्छ अब प्रभु तपाईँ त भित्र हाँस्नु हुँदो रहेछ पुरै एकैचोटि हर्ट भएपछि मात्रै बाहिर देखाउनुहुन्छ हेर्नु त त्यहाँ आँखाभरि आँसु भइसक्यो मान्छेको भित्र बसेर किन्नु अलिकति बस्न हाने छ किन लिनुभएको तपाईँ बस्नु तपाईँको के हाँसो लाग्यो कि यसलाई पावर भने म रुखै भइँ अहिलेको पावर अब कुकुर बाउले कुकुरलाई हान्न पावर देखाउने भने त पुरा मिल्यो के ल जा भाइ ला तपाईँ श्रीमानको बारेमा यस्तो भन्न गाह्रो त्यो जनेर यस्तो सिधा टोपी लाउँछ अलिकति बङ्गेर जानु न यार होइन ल साइलेन्ट प्लिज हाँसिसक्नु भएको अब हाँस्नु कन्ट्रोल हुनु छेकिन्छ कि तपाईँले अनि अलिकति अगाडि तपाईँ चाहिँ सर्नु न उहाँ अझ तपाईँ ब्याग जानु सकिन्छ सर पावर देखाउन चाहँदैन होइन सोचेर बाहिर के गर्नु भने पनि हजुर जा भाइ त्यो पालि बुम ब्याट्री देखाएको छ त्यसमा यसले ओभरल्याप गरेर देखेको छैन है बुम छ त्यहाँ गिलास चाहिँ देखिरहेको त्यहाँ बुम देखेको छैन बुम त्यस्तो बुम देखिया छैन के डब्बा राखेको जस्तो हुन्छ होला बुम देखिया छैन गिलास देखिया त्यो गिलास अनि यो भाँडाकुटी सेमेज थियो पहिला सुरु योभन्दा पहिला सेम नि त्यो अगाडिल्लो सिनमा त यो भाँडाकुटी त्यस्तो देखेको छैन त्यो त्यही त त्यस्तै नै हुन्छ नि सर अब जाम भाइ जाले छोड्न फेरि चढाउनु न त आएर छु जाम भाइ क्यामेरा रोलिङ एक्सन ल अझ कुट्नु पर्ने हो आमा पहिले कुट्यो भने दाउरा पनि हालिहाल्छ नि काम यता बनाउनु भयो नि हजुर यता फ्याल्नु तिमी अझ टाइट ल्याउनु त म हेरे बहिनी टाइट एकछिन ध्यानमै लाग्यो ल्याउनु है पावर बाउले पावर देखाएन नि त अहिले पनि बुझिको नि यो त सबै एकैचोटि गयो भयो नि अब कसैको के कटिङ मिल्छ कटिङमा देखिन्छ यसमा पनि पाखा पाउनु चाहिँ पायो भने भयो हाने पाखा अनि कटिङमा चाहियो नि त हात लाग्यो हातमा लाग्यो त्यो चाहिँ स्पेसल कटिङमै चाहियो मेन चाहिँ त्यही हो ल हान्नु ल बुवा फेरि हान्नु पर्यो बुवाकै खुट्टामा लाग्छ होला धुलो बेला भेटे कुट्ने कुट्टा अनि बुवाको त सुरुवाल त ठिक छ होला नि अनि एकतिर अलिक माथि तल हुन्छ ए हो अभि भन्ने कुरो बाउले पावर दिएको हाँस उठ्यो कि म त माथि माथि कुद्यो भने हुन्थ्यो आमा बसेर माथि राख्नु माथि अनि बाबा आमाहरुको के आमाहरु पर्छ त्यो हातमा लागेको कसरी देखाउँछ यस्तो अहिले बस्यो कि यस्तो जानुहोस् जानुहोस् साथी पाउनु मैले यहाँ निकाल्दै कि त यहीँबाट हालिदिनु न अनि हात ट्याक्क पर्यो कि यस्तो हालिदिनु यस्तो गरिदिनु त्यसो गर्दा हातमा परेर देखाउनु कि आउँछ है आउँछ मस्तैसँग आउँछ नि अनि यस्तो गरिहाल्नु क्या जाम क्यामेरा हामी पनि सबै आहा अब फेरि त बोल्नु पर्दैन नि पर्छ पर्दैन तपाईको उ मात्रै चाहियो सजिलो जाम है जाऊ रोलिङ एक्सन बाय 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 बस कस्तो मजाले लाग्थ्यो नि के मसँग ट्याक्क पार गरेर अब उसको त्यो यहीँबाट कटिदिनु रुनु जति बाउली पावर दिइहाल्यो के तेरीवाला त पावर भने के हाँसो लागेको अरु के अलि हात है अब लागिदिनु है ल यस्तो थर्मल दिनु है
छिटै बुढ्छ नि त्यो भने कहाँ बुढ्छ बुझ्छन् छिटै बुढ्दैन अलिक कमजोर हुन्छ धेरै आफ्नो भयो केही पोल्छ पोल्न चाहिँ मजाले पोल्छ जाम है रेडी हो नानी रेडी धेरै चिन्ता नगर धेरै मेहनत गर्नुपर्छ है जाऊ तिमी पनि खाजा खाऊ के को मेहनत गर्नु हामीलाई भयो के को मेहनत खाजा तपाईँलाई पो के मेरो सर आयो तिमी खाजा पछि खरि भने गयो चिन्ता नगर जाऊ तिमी पनि खाजा खाऊ हामीलाई भयो भाइको त वान टेक फाइनल छ यार म त भयो जाऊ रेडी ल है आएको छ कि छैन के प्लेट बगु मात्र प्लेट आएर खाली प्लेट सासूलाई चाहिँ नजिकन सासूलाई है राम्रो ठिक छ ल रिस उठाएछ खानामा भन्नु भने त के गर्नु भाइ टेन्सन नलिनु खाना बिस्तारै खानु यहाँनिर होला लुक्स त लुक्स सिधै हेर्ने हो कहाँ यताउति हेर्ने जाम जाम क्यामेरा रोलिङ एक्सन घर छिटो जाने हो भने होइन जाम है जाम रोलिङ एक्सन बुवा